साथीहरू आजको यात्रामा हामी कन्काईमाईबाट पश्चिम दमक झापासम्मको यात्रा गर्दैछौँ र कसरी चाहिँ एसियन राजमार्गमा स्तरोन्नति हुँदैछ भनेर म तपाईँलाई डिटेल भिडियो पोस्ट गर्ने कोसिस गर्नेछु। अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा गर्दछु। अहिले चाहिँ हामी कन्काईमाई माथिको पुलमा हामी यसरी हिँड्दैछौँ र यसको दक्षिणपट्टि एसियन राजमार्ग छ। यसको दक्षिणपट्टि अगाडि के कस्तो अवस्था म देखाउनेछु। अगाडि देख्दै गर्नुभएको सानो बजार चाहिँ यो माइदार बजार हो र माइदार बजार क्षेत्रमा पनि काम चाहिँ धमाधम भइरहेको अवस्था देख्न सकिन्छ। यहाँ यसरी अहिले चाहिँ बाटो एकदमै निर्माण कार्य धमाधम भइरहेकोले गर्दा एकदमै असहज रहेको छ र एकदमै यात्रा गर्दा आफ्नै तरिकाले सुरक्षित भएर आफ्ना सवारी साधनहरू चलाउनु पर्ने देखिन्छ। कलबोर्डमा चाहिँ एकदमै अप्ठ्यारो भएको अवस्था छ। बाटो घाम लागेको बेला धुलो र पानी परेको बेला हिलो अथवा यो धुलो मार्नको लागि गाडीबाट पनि पानी हालेर एकदमै हिलो हुने अवस्था रहेको साथीहरूलाई म जानकारी गराउँदैछु। र यहाँ पनि एकतर्फी कालोपत्रेको हुनको लागि अन्तिम चरणमा पुर्याइएको अवस्था चाहिँ देख्न सक्नुहुन्छ। सजिलो बाटो आउने भएको फर्कियो अब। साथीहरू अहिले यहाँ बाटोको दक्षिणपट्टिको लेन चाहिँ कालोपत्रे हुने अन्तिम तयारी भइसकेको अवस्था देख्न सकिन्छ र काहीँ भने चाहिँ कालोपत्रे भइसकेको अवस्था पनि रहेको छ। र अब बर्खा अगावै तपाईँको कालोपत्रे भयो भने चाहिँ यात्रा गर्न अलिकति सहज हुने अवस्था पनि देख्न सकिन्छ। कमसे कम पनि एक लेन चाहिँ कालोपत्रे भयो भने हामीलाई बर्खामा हिँड्न चाहिँ एकदमै सहज हुने अवस्था छ। तर काहीँ चाहिँ काम नै एकदमै कम भएको कारणले गर्दा कालोपत्रे हुँदैन कि भन्ने शङ्का पनि व्यक्त गर्न सक्ने अवस्था चाहिँ रहेको छ। मैले बनाउने हरेक भिडियोहरू भरसक म एडिट नगरी तपाईँलाई जस्ताको तस्तै बाटो पुरा भिडियो राख्ने गर्दछु। त्यसो गर्दा तपाईँले के कसरी बढ्दैछ भनेर अन्तिम समयसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा गर्दछु। यसरी यहाँ पनि काम पलवटको काम भइसकेको अवस्था रहेको छ भने अब बर्खा हो है माथिबाट बाटो सायदै हामी हिँड्न पाउने आशा गरौँ।
सडक सञ्जालबाट एसियाली देशहरूलाई जोड्ने उद्देश्यले निर्माण सुरु गरिएको यो एसियन राजमार्ग स्ट्यान्डर्डको सडक यो अहिले चाहिँ पूर्वी खण्ड काँकडीभिट्टाबाट सुनसरीको लौकहीसम्म 120 किलोमिटर हो भने अहिले चाहिँ 95.76 किलोमिटरमा धमाधम काम भइरहेको अवस्था छ भने अहिले 24.24 किलोमिटर चाहिँ अझै यसको अलाइनमेन्टमा विवाद भएर बाँकी नै रहेको अवस्था छ। एसियाली विकास ब्याङ्कको $300 मिलियन र नेपाल सरकारको $62.47 मिलियन अहिले यो सडक धमाधम महेन्द्र राजमार्गलाई एसियन राजमार्गमा स्तरोन्नति भइरहेको अवस्था रहेको छ। 2081 साल 10 महिना 27 गतेबाट निर्माण सुरु भएको यो राजमार्ग पूर्वी खण्डमा काँकडीभिट्टाबाट सीतापुरीसम्म 45 किलोमिटर, त्यस्तै गरेर सीतापुरीबाट मोरङको गोठगाउँसम्म 40 किलोमिटर र गोठगाउँबाट सुनसरीको ललितपुरसम्म 10.76 किलोमिटर सडक रहेको अवस्था छ। यो सडक चाहिँ 3 खण्डमा धमाधम निर्माण हुँदै गरेको अवस्था छ र यो सडकलाई निर्माण सम्पन्न गर्नुपर्ने मिति चाहिँ 2083 साल माघ महिनाको 19 गते हो र अहिलेकै कार्य प्रगति हेर्दाखेरि चाहिँ लगभग निर्धारित समयमा सडक निर्माण सम्पन्न हुँदैन कि भन्नेमा हामी शङ्का गर्न सक्छौँ। यहाँ पुलमा यहाँ निदाल हो नि त यो अब पछि ल्याएर बोकेर ल्याएर छ्याप राख्नु। कहाँ लाने कहाँ छ र त्यहाँ भयो भने भन्नु। झापा, मोरङ र सुनसरीमा बन्दै गरेको यो सडकले झापाको मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कन्काई, शिवसतासी, कमल र दमक नगरपालिका
हुँदै अगाडि बढ्नेछ भने मोरङ जिल्लाको उर्लाबारी, पथरी शनिसरे, कानेपोखरी, बेलबारी र सुन्दर हरैचा नगरपालिका हुँदै अगाडि बढ्नेछ। त्यस्तै गरेर इटहरी उपमहानगरपालिका, रामधुनी, इनहरुवा नगरपालिका, बोक्राह नगरपालिका र कोशी गाउँपालिका हुँदै यो राजमार्ग अगाडि बढ्नेछ र राजमार्ग निर्माणको क्रममा सहरी क्षेत्र, अर्धशहरी क्षेत्र र ग्रामीण क्षेत्र गरी 3 भागमा विभाजन गरी यो सडक निर्माण गरिँदै गरेको अवस्था छ। यहाँ सहरी क्षेत्रमा चाहिँ 50 मिटरको सडक बन्नेछ, शहरी क्षेत्रमा 33 मिटर र ग्रामीण क्षेत्रमा 24 मिटर फराकिला सडकहरू बन्नेछन्। त्यस्तै गरेर सहरी क्षेत्रमा 39.3 किलोमिटर बन्नेछ। त्यस्तै अर्धशहरी क्षेत्रमा 17.2 किलोमिटर र ग्रामीण क्षेत्रमा 63.5 किलोमिटर बन्ने चाहिँ हामीलाई निर्माण पक्षले जानकारी दिएको छ। पाहाडबाटै ल्याएको भन्ने ग्यारेन्टी छ।
अप्ठ्यारो बाटो भन्नु पानी हाल्दैछ नि उठ्या पर्छ तयार गर्नु भनेको आयो
गाडीको स्पिडमा डर लाग्दो रहेछ कि रहेन 106 106 मा रहेछ खाली छ नि त तर क्याम्पस मोडको लाँदा हुँदैन र ती राम्रो पाउँदैन साथीहरू यो अगाडि देख्दै गर्नुभएको पुल चाहिँ रत्तो खोलामा निर्माण हुँदै गरेको विशेष प्रकृतिको सिग्नेचर पुल हो। यस्ता पुलहरू अहिले बन्दै गरेको एसियन राजमार्गमा निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्रा र लवान्द्रा खोलामा यही प्रकृतिका पुलहरू बन्ने हामीले निर्माण पक्षले जानकारी दिएको छ। यसमध्येमा दमक र कमल जोड्ने यो रतुवा खोलामा सिग्नेचर पुलको धमाधम काम भइरहेको अवस्था पनि म साथीहरूलाई यहाँनिर जानकारी गराउन चाहन्छु।
यहाँ पनि अब यसरी गाडी माथिबाट जान्छ होइन, उँधो उँभो गर्ने अन्डर पासबाट जान्छ भित्रभित्रै। यहाँ अगाडि पनि यहाँनिर उता पशुहाटको यहाँ चाहिँ साह्रै चाहिने थियो कि। यहाँनिर अकालमै थोरै मान्छे मरिसक्यो त। अब यति भएछ त यताउता जाने त भित्रभित्रबाट जान्छ नि त। हजुर महेन्द्र राजमार्गलाई एसियन राजमार्गमा स्तरोन्नति गर्ने क्रमसँगै यो अगाडि देख्दै गर्नुभएको गणतन्त्र चोक डाँफे मुनालको प्रतिमा पनि अब चाँडै नै हट्ने भएको छ र यहाँ अगाडि देख्दै गर्नुभएको आकाशे पुल पनि अब यहाँबाट चाँडै नै हट्ने हामीलाई निर्माण पक्षले जानकारी गराएको छ। साथीहरूलाई एउटा कुरा स्मरण गरौँ, बिर्तामोडमा रहेको मुक्ति चोकको शालिग चाहिँ आजभन्दा अगाडि नै हटाइसकेको अवस्था रहेको छ। दमक नगरपालिकामा बन्ने 3वटा ओभरपासहरूमध्ये यो अगाडि देख्दै गर्नुभएको सगरमाथा पेट्रोल पम्प दक्षिण गढीको यो दोस्रो ओभरपास यसरी निर्माण काम धमाधम भइरहेको अवस्था रहेको छ भने अघि पर पशुहाटमा देखेको एउटा हो, यो दोस्रो र पर भाटबटेनी छेउमा अर्को चिया दोकान छेउमा रहेको साथीहरूलाई म जानकारी गराउँछु। र पर चिया दोकानमा चाहिँ धमाधम काम हुँदै गरेको अवस्था रहेको छ भने यहाँ चाहिँ यतिसम्म निर्माण सम्पन्न गरिसकेको अवस्था साथीहरूलाई जानकारी गराउँछु। हालेछ फेरि पोखरी हुने गरी पानी। क्याम्पस मोड नजिक आइसकेका छौँ र हामी चाहिँ आज यहाँ क्याम्पस मोडबाट उत्तर खरखरे आम्दा हस्पिटलतिर यहाँबाट अगाडि बढ्छौँ साथीहरू। आजको यात्रा एसियन राजमार्गलाई चाहिँ यति नै।